र आज छ हाम्रो घरमा रोपाई। यिनीहरू चाहिँ यहाँ तरकारी बनाउँदैछन्। बाबा उहाँ खेतमा जानलाई रेडी भएर बस्नु भएको छ। रोपाइका लागि तरकारीहरू दिदी बाबा यता रेडी हुनुहुन्छ। आमै 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 यता मनिन सर लामो कपडा लाएर हामीले हिजो खोजेका निउरो आज हामीले यसको पनि अचार बनाउनेछौँ रोपाइको लागि। मनिन सर यताबाट आयो चिया मम्मीले है। यसरी नै हाम्रो चलिरहेको हुन्छ। अब है भान्जी उता लड्दैछन्। आज यसको करी खाने है मैले बनाउने हो, त्यही भएर यो जानी नजानी के गरिरहेको छु। आलु बोइल हुँदैछ यहाँ, यसरी दुध। यसको हामीले झोल तरकारी बनाउने छौँ गेडागुडीको है। ल हेर्नु यहाँ सनस्क्रिन लाएर होइन यता यसरी सनस्क्रिन लाएर अब चले बुढा कोरियाको ह्याट लगाएर ल हाम्रो भान्जीले आजलाई प्याज ल्याएकी यति छ त्यति प्याजले कति पुग्छ। ल मनी सर मम्मी चाहिँ यसरी डाँट छप्काउँदै हुनुहुन्छ। हाम्रो घरको यो चाहिँ काली भैँसी, यो चाहिँ सेती भैँसी। हेर्नु यहाँ माछा तैरिँदैछन्। हेलो सानी कति वर्षमा खेत रोप्यो अहिले? 78 पछाडि होला। 78 पछाडि। सुगन्ध खाना देऊ न भाइ एकचोटि। अब सुगन्ध तिमीले खाना त ल सुगन्ध खाना सुगन्ध खाना हो भाइले पनि आली लाउने ल। के गर्नु भएको हजुरहरूले? कत्रो चपरो निकालेका हुन्।
हेर्नुहोस् हाम्रो आजको खाजा आज तिनीहरू झुल्टा मम्मी आमा हेलो बाउसेलो यता हेर्नुहोस् त ल दिवस बाबा हजुर के छ खबर म त अलि हो ए अलि हुनु नि हो हाम्रा रोपाइका दुई मूल बाउसीहरू खाजा खाँदै अनि भोलि कसले रोप्दिन्छ ए खाजा पकाउने भान्से एन्ड फाइनल्ली हो त्यो पनि हो है त्यो त्यसपछि लाएर यो भयो टेम्पुवाले त्यो काट्दै हुनुहुन्छ है सबैभन्दा ठग कुमार होइन खाजा खाएपछि एकदमै ठगेर कामै गर्नुभयो है अब त्यो गरौँ चाहिँ आजको लागि लास्ट त्यसपछि आजको काम हाम्रो सकिन्छ रोपाइँको दाइँ ल हेर्नुहोस् यी चाहिँ अब जोतेर सके पश्चातको बसाइ होइन रोप्न त अझै बाँकी छ यो र यो होइन तर जोतेर आली लाएर सक्यो गर्नु भयो तल्लो बाटो भयो यता जाऊँ भनेको माग्नु